tapi yang nanggung punya kiri yang sabar terikat dari kayu tu sara ye memang sempurna dari kita sampai itu lagi di mandaran sampai kisah itu व्यवस्था प्रपंच बनायो अब यो यज्ञलाई दर्शन गर्दै देवर्षि नागरिका नारदको ठाउँमा पुग्नुभयो अब देवर्षि नागरिका नारदले यसो यज्ञको दर्शन हेर्दाखेरि सारा देवी देवताको लागि स्थान व्यवस्था प्रपञ्च मिलाएको तर भगवान बुद्ध बाबन भोलेनाथको लागि माता सतीको लागि भगवान भोलेनाथ र माता सतीको लागि निमन्त्रण नभएको अनुभूति हुँदाखेरि देवर्षि नागरिका नारदको रहेछ गएर बुझ्न पर्यो भनेर देवर्षि नागरिका नारद यतिखेर कैलाश पर्वत त्यही अनुसारबाट कैलाश पर्वतमा जाँदाखेरि माता सतीका साथमा भगवान बुद्धबाबन भोलेनाथ बुद्धबानन्दताको अनुभूति गर्न गएर बस्नुभएको आज भगवान शंकरजीले माता सतीलाई साथमा लिएर हे सती सधैँ तिमीले भनेको मैले मान्ने गरेको आज पनि तिमी र म यहाँ बसेर पासा खेल्ने पौडा खेल्ने अनि त्यो अनुसारबाट आज तिमीले जे भन्छौ म त्यही मान्ने आजसम्मका हरेक खेलमा तिमीले जित्ने म हार्ने तर आज त म पनि जित्ने तयारीका साथ आएको छु है यस्तो तरिकाबाट भगवान बुद्धबाबन भोलेनाथ र माता सतीका साथमा अत्यन्त कैलाशको आनन्दताको अनुभूति गर्न भइरहेको बेला उताबाट देवर्षि नागरिका नारद अब नारदजी यता भगवान शङ्कर भएको ठाउँमा त्यही तरिकाबाट भगवान शङ्करको आग्रह गर्न माता सतीको आग्रह गर्नुभयो हे बुद्धबाबन भगवान भोलेनाथ तपाईका ससुरालीमा आज तपाईको दक्ष प्रजापतिले वाजपेय नामले यज्ञ अत्यन्त धुमधाम तरिकाबाट हरिद्वारको घटना सम्पन्न गर्दैछन् तर हजुर यो कैलाश पर्वतमा माता सतीका साथमा भन्दाखेरि माता सती अचम्म अघि बिहानैदेखि आकाश मार्गमा पुष्प विमानहरू त अगाडि दौडिरहेका थिए तर मलाई कता कता अलिअलि सङ्केत कता हिँडेका जस्तो लाग्दै थियो यतिखेर मेरो माइतमा यज्ञ गरेका रहेछन् देवर्षि नारदले भन्नुभयो प्रभु यति निमन्त्रणा लिएर म आएको है म त लागे हुँदै यज्ञतिर भनेर अब यज्ञतिर जानुभयो त्यही तरिकाबाट आज सतीले भनिदिन् भगवान भोलेनाथ हेर्नुहोस् न सतीपति बाटी हजुरका ससुराले मेरा बाबा भनेको अलिक टाढा हुन्थ्यो हजुरका ससुराले हरिद्वारको कनेकलमा वाजपेय नाम गरेको यज्ञ गर्नुभएको अब हामी यो कैलाशमा बस्ने हामी नजाने त्यस्तो त भएन अब हामी जानुपर्छ भनेर आज सतीले भगवान भोलेनाथसँग आग्रह गर्दैछ
तरिकाबाट सती प्रभु हजुरले भन्नुभएको होइन जुन ठाउँमा भगवानको उपासना देवताको यजन पूजन हुन्छ त्यो ठाउँमा जानको लागि अग्रसर भएर जानुपर्छ तर तपाईँको चाहिँ श्राद्ध आदि कर्ममा यदि निमन्त्रणा भएन भने जानु हुँदैन भनेर हजुरले भन्नुभएको आज तपाईँले मेरो पिताजीको घरमा भएको यज्ञमा जानको लागि प्रतिबन्ध गर्दै हुनुहुन्छ यस्तो तरिकाबाट सारा तरिकाबाट गणना गर्दाखेरि कुनै यज्ञ यस्तो यज्ञ होस् जुन यज्ञ अरूलाई सानो देखाउन अरूलाई होचो देखाउन अरूको चाहिँ मान प्रतिष्ठाबाट भङ्ग गराउनको लागि जुन कर्म गरिन्छ त्यो कर्ममा जानु हुँदैन त्यो निमित्त नभएको ठाउँमा गएर भोजन गर्न हुँदैन त्यही तरिकाबाट जुन ठाउँमा निम्त हुँदैन जुन ठाउँमा मान हुँदैन जुन ठाउँमा प्रतिष्ठा रहँदैन त्यो ठाउँमा जान पटक्कै हुँदैन हरि जान हुँदैन सती जान हुँदैन निम्ता नभएको ठाउँमा खान हुँदैन जान हुँदैन सती जान हुँदैन निम्ता नभएको ठाउँमा खान हुँदैन ब्याक क्यामेरा गर्ने आउँदैन यदि धन्ना आज मलाई यही पनि आउँदैन भरे त चाँडो भयो भरे यही पनि यतिखेर भगवान भोलानाथले मनमा विचार गर्नुभयो अब शङ्करले आजसम्म दक्ष प्रजापतिले आफूलाई गरेको व्यवहार आजसम्म सतीले भन्नुभएको थिएन आज बल्ल भगवानले भन्नुहुन्छ हेर तिम्रो पिताश्री प्रजापति नाम गरेको पदवी ग्रहण गर्ने बेला भएको बेलामा भगवान परमेश्वर महेश्वर हामी बसेका थियौँ उताबाट तिम्रो पिताश्री आउनुभयो आउँदाखेरि ब्रह्मा अनि विष्णु उठ्नु भएन मैले अन्तर हृदयबाट मलाई मन सम्मान आदर गरेको थिएँ तर म उठेको थिएँ तर आज त्यति नउठेको भाना गरेर तिम्रो पिताले मलाई नाना थरी गाली गर्नुभयो मलाई अत्यन्तै अपमान गर्नुभयो अनि उहाँले तिमीलाई मलाई सानो देखाउनुको लागि तिमीलाई मलाई निज देखाउनुको लागि आज यो तपाईँको बाजपेय नाम गरेको यज्ञको तयारी गर्नुभएको हो त्यस कारणले गर्दाखेरि यो पनि हाम्रो अपमान हुन्छ जुन ठाउँमा जान हुन्छ सतिखेर त्यो ठाउँमा जानु कदापि हुँदैन त्यस कारणले गर्दा म बारम्बार तिमीलाई भन्छु म पनि कोही पनि जाँदैन नानी बरु आऊ यहीँ बसेर पासा खेलौँ यहीँ बसेर कैलाशको आनन्द लाग्नु यति भन्दाखेरि साँच्चै मेरा बाबाले तपाईले त्यति धेरै अपमान गर्नुभएको अब त म एक जान्छु दुई जान्छु तीन जान्छु किनभने मैले गएर मेरा बाबालाई गएर भन्छु
तपाईले मेरो पतिदेवको यस्तो खालको अपमान गर्ने यो खालको अपमान तपाईले किन गर्नुभयो तपाईबाट गल्ती भयो तपाईले क्षमा याचना गर्न पर्यो मैले उहाँलाई चाहिँ प्रायश्चित गराएर आउँछु म जान्छु भनिसकेपछि भगवान शङ्करले मनमा विचार गर्नुभयो अब सती यहाँबाट गइसकेपछि फर्केर आउनेवाला छैनन् यिनी अब त्यही बाटो तिनको अब यो आफ्नो लीलालाई सम्वर्धन गर्नेवाली छ त्यो भएको कारणले गर्दाखेरि आफू अब जाऊ पनि भन्नु भएन नजाऊ पनि भन्नु भएन भगवान शङ्कर ध्यानमा बस्ने तयारी गर्नु अब नन्दीलाई बोलाउनु भयो सतीका सारा सारा लत्ता कपडा चिजबिजहरू चाहिँ नन्दीको माध्यमद्वारा तपाईँको चाहिँ सतीलाई तयारी व्यवस्था गरेर यतिखेर भगवान शङ्करलाई प्रणाम गरेर माता सती आफ्ना पिताजीले गरेको यज्ञ हरिद्वारको कनकतर्फ अगाडि बढ्नुभयो आज यज्ञमा पुग्दाखेरि एकछिन सती चाहिँ एकछिन घुमिनन् बसिन्छ उभिएर हेर्दैछन् बाबा आमाले भन्नु पऱ्यो मैले कहाँ भन्नु ल्याउँछन् बस्छ बा आमाको छेउमा गएर उभिनु पऱ्यो त्यही बेलामा माता र पितालाई तपाईँको प्रणाम गरिन् तर बस्नु खोज्दाखेरि जोडको उठिन् बसिन उठेर कुरा गर्नु हे पिताश्री सबैले तपाईँले निमन्त्रणा गर्नुभयो सबैलाई स्थान प्रदान गर्नुभयो तर तपाईँले भगवान भूत बाबालाई तपाईँले कुनै पनि स्थान दिनु भएन तपाईँले भगवानको लागि कुनै पनि ठाउँ दिनु भएन देवादिदेव महादेवको अपमान गर्नुभयो यो त राम्रो भएन भनेर आज सतीले भन्दाखेरि दक्ष पनि जोडको उठेर कोर्टका साथ मसन काट्न बस्ने घरानी खर्च्ने आफको माना लगाउने बापो छालाउने त्यसको संसार काट्न बस्ने र मैले जोइ बनाउँछु तिमी मात्र आइसक्नु त्यसलाई मात्र लिएर आएको भए अनि कदापि यस्तो प्रश्न गर्ने मलाई आँट नगरिसके बसक्ने चुप गरायो यस्तो तरिकाबाट जब दक्ष प्रजापतिले आज भगवान शङ्करको अपमान गर्यो तू भूतप्रेतसँग बस्ने मसान घाटमा बस्ने अमङ्गल भेष धारण गर्ने मैले मङ्गल कार्य गरेको बेलामा उसलाई मैले किन निमन्त्रणा गर्ने यस्तो तरिकाबाट नाना थरी कार्य गरिसकेपछि यतिखेर आज सतीले भन्दै हुन्छ पिताश्री नीतिले दुईटा कुरा बताउँछ पिताश्री यदि पतिव्रता स्त्रीत्व हो जसले यदि कसैले आफ्नो पतिको विषयमा नराम्रा कुरा कसैले गर्यो भने एक नम्बरमा त्यसको जिब्रो थुकेर फालिदिने मैले त्यो काम गर्न सक्दिनँ किनभने तपाईँ मेरो पिताश्री हो छोरीमा त्यत्रो हिम्मत हुँदैन आफ्नो बुवाको जिब्रो थुकेर फाल्ने आमा ध्यान दिनु पर्यो हाम्रा श्रीमान तपाईँ चोका बसेर नभन्ने यस्तो तरिकाबाट दोस्रो कुरा नीतिले के भन्छ भने यदि पहिलो कुरालाई कार्यान्वयन गर्न सकिएन भने दोस्रो कुरा आफ्नो पतिको अपमान भएको छ भने त्यो ठाउँबाट कान थुनेर भाग्नु पर्दछ त्यो अपमान सुन्न हुँदैन